पटक पटकको चुनाव बहिष्कार गरेर नेकपा माओवादी विप्लव पार्टी यो चुनाव अथवा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिँदैछ। आखिर यो चुनावमा त्यस्तो के छ? नमस्कार, म भोटराज राई। आज 2082 माघ 8 गते पूर्णपुष्टि स्टुडियोमा नेकपा माओवादी विप्लवको तर्फबाट उदयपुर क्षेत्र नम्बर 1 मा उम्मेदवारी दिएका अमृत बहादुर खत्री अमृत सी हुनुहुन्छ। विप्लवले यो चुनाव लड्न आवश्यकता के देखियो, किन देखियो? कुनै बेला चुनावमा बम बारुद पड्काउँदै चुनावलाई तर्साउने पार्टी अहिले शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा आउँदा चुनावी एजेन्डाहरू के ल्याएका छन्? यिनै विषयमा प्रश्न केन्द्रित हुनेछ। स्वागत छ यहाँलाई। धन्यवाद छ। आराम हुनुहुन्छ? एकदम आराम छु। यहाँको यस पूर्णपुष्टि स्टुडियोलाई सर्वप्रथम म धन्यवाद दिन चाहन्छु। म चाहिँ एउटा किसानको छोरो र त्यसमा पनि म शरमलाई माया गर्ने भएको हिसाबले र मलाई जो स्पेस यो ठाउँ दिनुभयो यसको लागि सपरिवारलाई म पूर्ण हृदयदेखि नै धन्यवाद र चाहिँ एकदम खुसीका र भावविह्वल पनि छु। हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएर आउनु भएको छ। कस्तो लागिरहेको छ? यसमा म मात्रै नभएर सिङ्गो नेपाली जनतालाई एउटा खुसीको दिनको अनुभूति मैले गरिरहेको छु। यतिन्जेल तपाईहरूले हैन चुनाव बहिष्कार गरेर जनतालाई के पाठ सिकाउन खोज्नु भएको थियो योभन्दा अगाडिको कुराको हिसाबले? हामीले योभन्दा अगाडि नै जब हामी 12 वर्ष अगाडि हामीले पार्टी प्रचण्डजीबाट विद्रोह गर्दै गर्दाखेरि अब नेतृत्वहरूमा दृष्टिकोणको समस्या रह्यो र चाहिँ इमान्दारिताहरू हरास हुँदै गए र सृजनशीलता हराउँदै गयो, जसले गर्दाखेरि हाम्रा कार्यभारहरू जो प्रमुख कार्यभार राष्ट्रियताको मुद्दा ओझेलमा पर्दै गयो र हामीले उठान गर्दै गरेका मजदुर किसान र चाहिँ उत्पीडनमा परेका आदिवासी जनजाति महिला हैन दलित चाहिँ मुस्लिम र मधेसी र चाहिँ सम्पूर्ण वर्गीय हिसाबमा चाहिँ उत्पीडनमा पर्नुभएका क्षेत्री बाहुन लगायतको मुद्दाहरू चाहिँ ओझेलमा पर्दै जाँदाखेरि हामीले त्यो चाहिँ त्यसलाई व्यापक छलफल पनि गऱ्यौँ। तर छलफलबाट समाधान नभइसकेपछि हामीले त्यो मुद्दालाई रक्षा गर्दै चाहिँ हामीले यसलाई यो हाम्रो देश नेपाललाई स्वाधीन बनाउनुपर्छ र चाहिँ सम्पूर्ण उत्पीडनमा परेका जात जातिहरूलाई पहिलो कुरो अधिकार दिएर सम्पन्न गर्नुपर्छ र भन्ने उद्देश्यका साथ हामीले चाहिँ त्यतिखेर विद्रोह र त्यतिखेर चाहिँ हामीले जो चाहिँ चुनाव बहिष्कार गरेका थियौँ र यतिखेर हामीले चाहिँ चुनाव चाहिँ प्रयोग गर्ने ठाउँमा हामी चाहिँ आफ्नो विचारलाई अझ सुव्यवस्थित ढङ्गले र आम चाहिँ जनताले बुझ्ने गरी तलसम्म हामीले लिएर जाने र हामीलाई आशा छ हाम्रो पार्टीले चाहिँ जित्छ। चुनाव नभई नहुने रहेछ भन्ने लागेर आउनु हो कि पछिल्लो देशको चुनाव प्रणालीमा अथवा देशको राजनीतिक यो विभिन्न व्यवस्थाहरूमा केही नयाँपन अथवा तपाईँहरूको विचार उद्देश्यसँग मिल्ने भएर आउनु भएको? होइन, चुनावमा हामी चुनावको चाहिँ पुरै बहिष्कार हामीले भनेका थिएनौँ। यो खास समयमा चाहिँ मात्रै बहिष्कार हुने भएकाले हामीले चाहिँ स्पष्ट पार्दै आइरहेका छौँ। खास अवस्था र परिस्थितिमा बहिष्कार गर्नुभयो, तर यति बेला अब चुनावमा जान माहौल ठिक छ भन्ने हिसाबले आउनुभयो। एकदम जानुपर्छ भन्ने हिसाबले यो चुनावमा के कुराहरू लिएर आउनुभएको छ? अब यो चुनावमा हामीले चाहिँ अहिले सर्वप्रथम त अबको निकास के हो त भन्ने सन्दर्भमा हामीले चाहिँ नेपाली विशेषताको समाजवाद भनेका छौँ र यसमा चाहिँ नेपाली माटो र नेपाली भूगोल र नेपाली चाहिँ हावापानी र नेपाली समाजमा भएको हाम्रो जति पनि हामी जातीय हिसाबमा चाहिँ बसोबास गरेका छौँ उहाँहरू सबैलाई चाहिँ अटाउने र अट्ने र चाहिँ हामी कुनै पनि हिसाबले उपेक्षित भयौँ है भन्ने खालको महसुस नहुने गरेको हाम्रै आफ्नो मौलिकताको चाहिँ जो चाहिँ समाजवादको हामीले परिकल्पना गरेका छौँ र त्यो अस्त्र हामीसँग मात्रै छ, अरू कोहीसँग पनि छैन। त्यस कारणले गर्दाखेरि हामी
सबै अरूभन्दा नयाँ छौँ र हामीले चाहिँ नयाँ ठाउँमा चाहिँ यस हाम्रो देशलाई लान खोजिरहेका छौँ। त्यो अस्त्र के हो, त्यो नयाँपन के हो, त्यो जनतालाई तपाईँले भन्नु खोज्नु भएको त्यो महत्त्वपूर्ण कुरा के हो, अलिक प्रष्ट भनिदिनुहोस्। अब त्यो नयाँ अस्त्र भनेको चाहिँ पहिलो कुरो हाम्रो देशलाई चाहिँ नि अहिले विदेशीहरूको चाहिँ नि पन्जाबाट चाहिँ नि त्यसलाई हाम्रो चाहिँ नि आम नेपालीको चाहिँ नि हातमा अथवा चाहिँ नि नेपालीहरूले चाहिँ नि निर्णय गर्ने तहमा ल्याउनुपर्छ पहिलो कुरो। दोस्रोमा चाहिँ नि यहाँ नेपालमा भएका उत्पीडनमा रहेका सम्पूर्ण जातिहरूले अपेक्षा गरेको र हिजोदेखि चाहिँ नि हामी ओझेलमा पर्यौँ, हामीलाई चाहिँ नि यो राज्यद्वारा चाहिँ नि हेपियो भन्ने छ, त्यसलाई चाहिँ नि हामीले भनेका छौँ। अग्राधिकार सहितको समाजवादी सङ्घीय समाजवादको चाहिँ नि जो परिकल्पना छ र त्यसै गरी चाहिँ नि अहिले हामीले चाहिँ नि किसानहरू अहिले चाहिँ नि गणतन्त्र पश्चात चाहिँ नि जो आम नेपाली जनताको चुलोमा जुन कुरोहरू हामीले पुर्याउन सकेका छैनौँ त्यो चुलोबाट चाहिँ हामीले सुरु गर्नुपर्छ भनेर हामीले चाहिँ नि उत्पादन मुख्य हो चाहिँ नि पहिलो चाहिँ नि हामीलाई चाहिने भनेको चाहिँ नि अन्नहरू हो। त्यसमा धान, मकै, कोदो हैन, आलु, यी सबै चिजहरू अहिले हामीले चाहिँ नि आफ्नो ठाउँ तहबाट हामीले चाहिँ नि देशैभरि चाहिँ नि उत्पादन गरिरहेका छौँ र उत्पादनबाट हामी नेता भन्नेहरू बाँच्नुपर्छ र जनतालाई पनि सिकाउनुपर्छ जुन चाहिँ नि अनि मात्रै हामी आत्मनिर्भर हुन सक्छौँ र अनि मात्रै हामी संसारमा चाहिँ नि शिर ठाडो गर्न सक्छौँ, कसैले हेप्न सक्दैन भन्ने एउटा मुख्य त्यो छ। यो चुनावमा जनताहरू माझ चाहिँ कसरी जानुहुन्छ? अब यो चुनावमा हामीले चाहिँ नि हाम्रो चाहिँ नि अब राजनीतिक प्रस्ताव, अबको निकासको विषय र चाहिँ नि आम मजदुर किसानहरूको चाहिँ नि युवाहरूले चाहिँ नि खोजेको अहिले जसरी चाहिँ नि युवाहरू आज भौतारी राख्नु भएको छ, उहाँहरूलाई यही देशमा गरी खाने वातावरण बनाउने र यही देशमा केही गर्छौँ र गर्न सकिन्छ भन्ने चाहिँ नि पूर्ण आत्मविश्वास चाहिँ हामी दिलाउने। जनताको, किसानको, मजदुरको घर घर गाउँ गाउँ पुग्नुहुन्छ? एकदम हामी पुग्छौँ। हामीलाई चाहिँ नि पुग्न नदिने वातावरण सिर्जना गरिँदै थियो। चाहिँ नि यो मनोनयन दर्ता गर्नुको चाहिँ नि 2 दिन अगाडि पनि हाम्रो चाहिँ नि पश्चिममा चाहिँ नि हामी र जनता बिचमा चाहिँ नि सहकार्यबाट उत्पादन गरेको ठाउँमा चाहिँ नि यो चाहिँ नि अहिलेको चाहिँ नि राज्य जो कठपुतली सरकार मार्फत चाहिँ नि त्यहाँ धम्क्याउने, त्यहाँ फोन गर्ने, थर्काउनेसम्मका हरकतहरू भएको पनि थियो। तर हामीले त्यसलाई व्यवस्था गरेर हामी जसरी पनि जनतामा जानुपर्छ र आफ्नो चाहिँ नि विषयवस्तु त्यहाँ पुर्याउनुपर्छ र हामी हार्नु भनेको जनता हार्नु हो भन्ने भएर नै हामी फिल्डमा आएका छौँ। यो चाहिँ नि हामी जान्छौँ। यो चुनावमा तपाईँहरूको पार्टीले जित्छ, आफ्नो कुरा स्थापित गर्न पाइन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ? या त चुनाव लड्दै जानुपर्छ, आफ्नो मुद्दा बढाउँदै जानुपर्छ भन्ने के हो? हामी यसमा पूर्ण रूपमा हामी विजय हुन्छौँ, किनकि हामीलाई आदरणीय जो चाहिँ जनताहरू, जनसमुदायहरूले हामीलाई नचिनेको र हामीले उहाँहरूलाई नचिनेको छैन र हामीले उठाइरहेका हिजोसम्म यो सडकमा जुनसुकै नेपालभित्रका आम सडकमा चाहिँ हामीले चाहिँ आम तिनै मजदुर, किसान, व्यवसायी, बुद्धिजीवी, उद्योगी, हाम्रो जो राष्ट्रिय उद्योगीहरू र चाहिँ साना उद्यमीहरू र युवाहरूको विषयलाई लिएर हामीले नै चाहिँ सडकबाट चाहिँ आफ्नो आवाज र आफ्नो धारणा सार्वजनिक गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि हामी हार्नु भनेको चाहिँ आम नेपाली जनता हार्नु हो र यसमा चाहिँ मलाई के विश्वास छ भनेदेखि हामी जित्छौँ र हाम्रो पार्टीले जित्छ। चुनाव लडिरहेका पुराना दलहरू र तिनका उम्मेदवारहरूसँग यो प्रतिस्पर्धा हो, यो कडा प्रतिस्पर्धा हो, कसरी फेस गर्नुहुन्छ, कसरी प्रतिस्पर्धा गर्नुहुन्छ तपाईँ आफ्नो क्षेत्रमा? अब पुरानाहरूको हकमा उहाँहरूले चाहिँ पटक पटक जनताहरूलाई के चिज दिनुभयो भोलि उहाँहरूले नै जवाफ दिनुहुनेछ र हामी नयाँ छौँ र नयाँ हिसाबले नै हामी गइरहेका छौँ र हामीसँग चाहिँ नयाँ चाहिँ वैचारिक हतियार छ। भनेको मतलब वैचारिक प्रस्ताव छ यो देशलाई चाहिँ उच्च बनाउने, यहाँको चाहिँ आम जनतालाई चाहिँ समृद्ध बनाउने र चाहिँ आम
निराशामा अहिले जसरी निराशा बाणी फैलिरहेको छ त्यसलाई उत्साहमा ल्याउने एउटा चाहिँ हामीमा सुस्पष्ट प्रस्ताव छ र यिनैले हामीहरू उहाँहरूभन्दा अब्बल छौँ र हामी प्रतिस्पर्धा गर्न तयार भएकै हौँ अब्बल भएर। प्रतिनिधि सभाको सदस्य भोलि जनताले चुने यदि भने तपाईँलाई त्यो सदनमा गएर यो क्षेत्रको विषयमा यो क्षेत्रका जनताको सन्दर्भमा तपाईँ के बोल्नुहुन्छ? पहिलो कुरा के बोल्नुहुन्छ, के गर्नुहुन्छ, तपाईँको पहल प्रयास के हुन्छ, के कल्पना गर्नुभएको छ, के सोच बनाउनु भएको छ? पहिलो कुरा म यो यस उदयपुर जिल्ला क्षेत्र नम्बर 1 को आम जनताको घर आँगन र मा म आफै स्वयं पुगेको छु र म आफै पनि किसानको छोरो भएको हिसाबले पहिलो कुरो यो माटोलाई माया गर्नुपर्छ र यही माटोमा केही गर्नुपर्छ भन्ने चाहिँ नीतिगत त्यो चाहिँ कुराहरूमा भएका त्रुटिहरूलाई चाहिँ म उक्काउने छु र त्यसलाई सुधार्ने प्रयत्न गर्नेछु। दोस्रोमा चाहिँ हाम्रो यस उदयपुर जिल्लामा अथवा क्षेत्रमा भएको हाम्रो चाहिँ उदयपुर सिमेन्ट फ्याक्ट्री आज कयौँ चाहिँ हाम्रा पुराना पार्टीहरूले चाहिँ जसरी यहाँबाट जित्दै चाहिँ जानुभयो तर आज त्यो दिनका दिन टाट पल्टिँदै गइरहेछ। त्यसको विषयमा चाहिँ म पनि चाहिँ व्यापक रूपमा चाहिँ त्यसकोलाई चाहिँ जनताको मातहतमा ल्याउनको लागि आवाज बुलन्द गर्नेछु र त्यसै गरी हाम्रो यस क्षेत्रमा भएको चाहिँ जङ्गलहरूको चाहिँ छ र यहाँ भएको कृषिको चाहिँ कुराहरू छ र यहाँ भएका खोला नालाहरूलाई चाहिँ व्यवस्थित ढङ्गले चाहिँ त्यसलाई चाहिँ तटबन्ध गर्ने कुराहरू र चाहिँ त्यसको संरक्षण गर्ने कुराहरू लगायत यहाँको चाहिँ हाम्रो यस क्षेत्रमा का चाहिँ युवा चाहिँ उद्यमीहरू हुनुहुन्छ उहाँहरूकोलाई चाहिँ लाई चाहिँ एउटा यही केही गर्नुपर्छ भन्ने वातावरण पनि सिर्जना गर्ने कानुनी जो चाहिँ नीतिहरू जो फरक टाइपका छन् तिनको विषयमा चाहिँ सहज बनाउनेतिर मेरो चाहिँ अग्रसरता हुनेछ र यहाँ भएका सम्पूर्ण चाहिँ दाजुभाइ दिदीबहिनीहरू अथवा आदिवासी जनजाति हैन लगायत चाहिँ मधेसी मुस्लिम र चाहिँ राई मगर यो चाहिँ क्षेत्रीय बाहुन वरिय हिसाबले उहाँहरू सबैको चाहिँ ले पाउने अधिकार जे हो त्यो अधिकारको विषयमा म तयार छु र हाम्रो संस्कारमाथिको अहिले व्यापक हमला भइरहेको छ हैन चाहिँ पुराना संस्कार संस्कृतिहरूको चाहिँ रक्षा गर्नमा म कटिबद्ध छु र संगठनको हिसाबले चुनाव लडेको अनुभवको हिसाबले विगतको जनमतहरूको हिसाबले यहाँ धेरै दल उम्मेदवारहरू जो प्रतिस्पर्धामा छन् त्यसका बीचमा पनि जितको आशा तपाईमा देखिन्छ। यो जितको विश्वास यो जितको आशा कसरी जागिरहेको छ तपाईमा? यो चाहिँ आज अब मैले राजनीति गर्दै गर्दाखेरि आज लगभग 25 वर्ष मैले कम्युनिस्ट राजनीति गरिसकेको छु यहाँसम्म आउँदाखेरि र मैले यो क्षेत्र नम्बर सिंगै उदयपुरका चाहिँ अधिकांश घरहरूमा र अधिकांश आमाहरूले अधिकांश बुवाहरू र दाइहरू दिदीहरू र नौजवान युवाहरूले मलाई यहाँ आजको दिनसम्म बचाइराख्नु भएको छ र म उहाँहरूको मायाले उहाँको सद्भावले नै म यो ठाउँमा आएको छु र त्यस कारणले पनि उहाँहरूको मुद्दा आम उदयपुरवासीको मुद्दा मैले सदैव सडकमा चाहिँ खाएर नखाएर भए पनि अहिलेसम्म आवाज बुलन्द गरिरहेको छु। चाहे सुकुम्बासी होस् चाहे चाहिँ मध्यमवर्ग होस् चाहे चाहिँ यहाँको चाहिँ पुँजीपति वर्ग होस् चाहे चाहिँ हाम्रो उत्पीडनमा परेको वर्ग जातिहरू सबैकोलाई चाहिँ मिलाएर जाने र सबैलाई चाहिँ को चाहिँ जो राज्यद्वारा गरेको शोषण महँगी र चर्को ब्याङ्कको चाहिँ ब्याज दर र चाहिँ मिटर ब्याज सहकारी ठगी यी सबै मुद्दाहरूमा चाहिँ हाम्रो पार्टी यस सडकमा उभिरहेको छ र प्रत्येक घर घरमा हामीले झकझकाइरहेका छौँ। यिनै आधारबाट म पूर्ण विश्वस्त छु कि संगठन नभए पनि हाम्रो उहाँहरूको चाहिँ मुद्दा मैले चाहिँ उठाउन कुनै पनि बेला नकिचाएको कारणले गर्दाखेरि त्यो चाहिँ विश्वासका साथ म चाहिँ दावाका साथ भन्छु कि म
यस क्षेत्रबाट र सिङ्गो उदयपुरबाट हामी विजय हासिल गर्छौँ र विजय हासिल गराउनुहुन्छ भन्ने म पूर्ण विश्वस्त भएको छु। पुराना दलहरूको तामझाम खर्च, चुनावी विभिन्न शैली रणनीति, जनताहरूलाई चाहिँ अब उनीहरूले धेरै कुरा आश्वासन देखाउने, कार्यक्रम गर्ने, अझै भनौँ न यो खाजा खुवाउने, पेट्रोल लगाइदिने, सारा चिजहरूसम्म चाहिँ यो चुनावी रणनीतिभित्र चाहिँ सबै खाले अपनाउने, त्यस्ता अपनाइरहेकाहरू त्यो अवस्थाहरू देखिन्छ। जित्छु भन्ने चाहिँ त्यस्तो सोच अथवा त्यस्तो चाहिँ आँट अथवा तपाईँको चाहिँ आकलन अमृतजी आयो कसरी? अब यो तामझाम लगायत यी जति पनि चाहिँ नि रूप पक्ष छन्, यो रूप पक्षले गर्दाखेरि हिजो पुराना पार्टीहरूले जसरी रूप पक्षलाई चाहिँ नि बढी चाहिँ नि तपाईँको चाहिँ विलासितालाई चाहिँ नि बढी जोड गर्दाखेरि मलाई एउटा विषय याद भइरहेछ कि आजभन्दा 12 वर्ष अगाडि हामी यही चाहिँ नि गाईघाट उदयपुरमा हामीले उदयपुरे जनताको घर घरमा हामीले भनेका थियौँ कि त्यतिखेर हाम्रो नीति चुनावमा भाग नलिने भन्ने थियो कि हामीले अन्तर्राष्ट्रिय दबाव केन्द्रित गर्नुपर्छ र जनताका समस्यामा ध्यान केन्द्रित गराउनुपर्छ भन्ने थियो। तर आम जनताले त्यो मान्नु भएन। त्यतिखेर मैले भनेको थिएँ, त्यतिखेर हाम्रो थाप्लामा चाहिँ लगभग 18,000 देखि 22,000 बिचमा चाहिँ प्रति व्यक्ति ऋण थियो। तर आज त्यो चाहिँ बढेर लगभग 80 देखि 85 को चाहिँ हिसाबमा भइरहेछ र हरेक चिजको मूल्य वृद्धि त्यही ढङ्गले भइरहेछ। यसको मतलब के हो त भन्दाखेरि तामझाम लगायतको चाहिँ चुनावमा चाहिँ तपाईँको चाहिँ खर्च गर्ने जो प्रणाली रह्यो त्यसको उपज अहिले हामीले चाहिँ भोगिरहेका छौँ र यो आम उदयपुरे जनताले महसुस गर्नुभएको छ। त्यसमा विशेष गरी युवाहरूले चाहिँ त्यसलाई चाहिँ महसुस गर्नुभएको छ र हामीले चाहिँ के हो त भन्दाखेरि यो तामझाम भन्दा नि सामान्यबाट नै हामी जित्छौँ कि हाम्रो कुराहरू प्रमाणित भइसकेको छ र आम जनताले हाम्रो विषय बुझिसक्नु भएको छ। तपाईँले जति गुदी कुराहरू भन्दै हुनुहुन्छ, तर म तपाईँलाई फेरि पनि यो प्रश्न गर्दैछु, ती तामझामका बीच जनताले तपाईँहरूलाई मत देला? उहाँहरूले दिनुहुन्छ। अब यो एकदम नेपालको चाहिँ एकदम विशिष्ट घडीमा नेपाल देश आइपुगेको छ। हाम्रो चाहिँ मातृभूमि आमा आज कसको पन्जामा जाने हुन्, कतिखेर जाने हुन्, त्यो चाहिँ एकदम असह्य पीडामा उहाँ छटपटी राख्नु भएको छ र हामी जस्तो एउटा क्रान्तिकारी, एउटा सशक्त, इमान्दार र चाहिँ यस माटोलाई माया गर्ने पात्रको खोजी भइरहेको छ। त्यो पात्र मध्येमा हामी पर्छौँ। त्यस कारणले गर्दाखेरि हाम्रो विजय सुनिश्चित छ र हामी मातृभूमि कोबाट कसरी असुरक्षित छ? अब यसमा चाहिँ हिजो अब अहिले चाहिँ सिधा सिधी हेर्दाखेरि अहिले चाहिँ विश्व भूराजनीतिक हिसाबले पनि हेर्दाखेरि यो चाहिँ तपाईँको पश्चिमा र युएसहरूको चाहिँ जो चाहिँ साम्राज्यवादीहरूको सिधा सिधी एउटा चाहिँ हस्तक्षेप र दोस्रो विश्वयुद्धदेखि यता पछाडि आउँदाखेरि साम्राज्यवादले अवलम्बन गरेको नीति आफू प्रत्यक्ष सहभागी नहुने तर हाम्रै नेपाली दाजुभाइहरू बिचमा नै चाहिँ तपाईँको चाहिँ केही पात्र प्रवृत्तिहरू खडा गर्ने र त्यो मार्फत चाहिँ यहाँको सम्पूर्ण क्षेत्रमा चाहिँ हस्तक्षेप बढाउने, शिक्षा, स्वास्थ्य, सुरक्षा, हैन चाहिँ न्यायालय, यी सबैमा चाहिँ एउटा सुव्यवस्थित तरिकाले उनले आफ्नो ढङ्गले परिचालन गर्ने र चाहिँ यही भित्र उनीहरूले यहाँ भिडाउने रणनीति छ। त्यसलाई हामी चाहिँ जनताको बिचमा चिरफार गर्ने नै छौँ। उनीहरूले खडा गरेका त्यस्ता गलत पात्र प्रवृत्तिहरू तपाईँले उठाउनु भएको सन्दर्भमा को हुन्? अब त्यो चाहिँ अहिले हामीले यस आवश्यक पर्दाखेरि हामी त्यसको चाहिँ भन्ने छौँ। तर अहिले यो चुनावमा किन भण्डाफोर नगर्ने हुनेछ? यो चुनावी मैदानमा भण्डाफोर गर्न मिल्दैन र यस्तो कुरा? अब ठ्याक्कै अहिले अब आचार संहिताका विषयहरू पनि रहे, आफै उम्मेदवार पनि हो। त्यस कारणले गर्दाखेरि यो चाहिँ अब अगाडि पछाडि पनि हामीले त्यो प्रश्न पारिएका छौँ। यो तपाईँले भन्न सक्नुहुन्छ, ठिक छ। यो तपाईँको कुरालाई हामीले यसलाई मान्छौँ, सम्मान गर्छौँ। अब तपाईँले यो उम्मेदवारी दिँदै गर्दा जुन जित्छु भन्ने एउटा आशा बोकिराख्नु भएको छ, तपाईँको जितको आशालाई वास्तवमा जितमै परिणाम ल्याउनलाई चाहिँ, जितमै परिणत गर्नलाई चाहिँ, यो आशालाई जितमै परिणत गर्नलाई, परिणाम ल्याउनलाई चाहिँ अब तपाईँले
चुनावमा ठ्याक्कै अरू के गर्नुहुन्छ र यो परिणाम आउला तपाईँले सोचे जस्तो? अब यसमा चाहिँ ठ्याक्कै जितमै परिणत त अब जित चाहिँ भइसकेको एउटा चाहिँ आम जनताको मुद्दा नै जब हामीले नै उठाइसके पछाडि र जनताबाट चाहिँ त्यो मुद्दाको प्रस्तावको हिसाबले चाहिँ हामीले जिति नै सकेका छौँ र एउटा यो औपचारिक मात्र हो। र अब यसमा पनि अब हामीले चाहिँ प्रत्येक गाउँ टोल घर घरमा चाहिँ हाम्रो चाहिँ राजनीतिक घोषणापत्र जो चाहिँ किसानलाई के गर्ने हैन, चाहिँ तपाईँको चाहिँ मजदुरको हकमा के गर्ने र चाहिँ यहाँ भएका सम्पूर्ण चाहिँ कल कारखानाहरू अथवा चाहिँ यस उदयपुर जिल्लालाई कसरी चाहिँ आम देशलाई कसरी चाहिँ एउटा समृद्धि बनाउन सकिन्छ, कसरी मुक्त बनाउन सकिन्छ भन्ने चाहिँ विषयलाई सुस्पष्ट ढङ्गले हामीले तल लिएर जान्छौँ। गइसके पछाडि हामी स्वतः रूपमा त्यही वैचारिक राजनीतिक र हाम्रो व्यवहारिक हिसाबले हामी व्यवहारमा पनि गइरहेका छौँ कि समृद्ध बनाउने। अहिले हाम्रो पार्टीले लगभग चाहिँ नेपालमा चाहिँ 1000 रोपनी क्षेत्रफलमा चाहिँ हामीले उत्पादनलाई अगाडि बढाएका छौँ र उत्पादन सँगसँगै हाम्रो चाहिँ फेरि हाम्रो यस नेपालमा भएको हाम्रो अल्लो लगायतको चाहिँ अहिले कपडाको पनि उद्योगको चाहिँ हामीले सञ्चालन गर्ने हामीले तयारी गरिरहेका छौँ हैन। गार्मेन्टको चाहिँ सामान्य हिसाबले चाहिँ गार्मेन्टहरू पनि चलाइरहेका छौँ र यता पशुपालनको हिसाबले चाहिँ हामी तपाईँको गाई बाख्रा चाहिँ भेडासम्म हामी पुगिसकेका छौँ र यता फलफुल जन्निएको हकमा हामी कागती, सुन्तला, स्याउ, जुनार यस्ता चाहिँ किवी लगायतका चाहिँ यी सबै कुराहरूलाई चाहिँ हामीले अब नेपाल भित्रै चाहिँ श्रम गर्नुपर्छ र श्रम गरेरै मात्रै समृद्ध हुन सकिन्छ र चाहिँ श्रम गरेर मात्रै चाहिँ संसारमा चाहिँ उच्च शिर हुन सकिन्छ भन्ने त्यो हतियार त्यो प्रयोग पनि हामीले नै गरिरहेका छौँ। र 1000 रोपनी जग्गामा कहाँ कसरी के खेती गर्दै गर्नुभएको छ र अब यो भेडा चौरी पालनको पनि कुरा गर्नुभयो, संक्षिप्तमा भनिदिनुहोस् कहाँ कसरी गर्नुभएको छ? अब यसमा चाहिँ हाम्रो चाहिँ यही उदयपुरको सन्दर्भमा कुरा गर्नुहुन्छ भने हामीले चाहिँ धान खेती गरेका छौँ सानै स्केलमा भए पनि। यही चाहिँ मतिगोडा ठाडी भन्छ त्यहाँनिर हाम्रो 15 कट्ठामा हाम्रो नेपाल कम्युनिस्ट पार्टीले नै गरेको छ र त्यसै गरी प्रदेशको हिसाबमा हामीले मोरङमा चाहिँ तपाईँको 8 बिघा जमिनमा चाहिँ यो चाहिँ किराँत लिम्बुवान प्रदेशको चाहिँ त्यहाँ गरेका छ र त्यस पछाडि प्रत्येक जिल्लामा हामीले 1 बिघा 2 बिघा अथवा चाहिँ 20 रोपनी 25 रोपनी यो दरले चाहिँ हामीले सबैतिर गरेका छौँ र पश्चिमपट्टि जानुहुन्छ भने चितवनमा तपाईँको चाहिँ 40 बिघा चाहिँ चितवनमै गरेका छौँ। त्यसमा पोखरी पनि छ, माछा पनि पालेका छौँ चाहिँ सबै। त्यसै गरी तपाईँको कपिलवस्तुमा चाहिँ तपाईँको 3-4 बिघामा चाहिँ पोखरी नै छ। कपिलवस्तुमा जम्मा चाहिँ 22 बिघाको चाहिँ ऊ छ हैन, त्यहाँ चाहिँ गाई पनि छ, बाख्रा पनि छ र त्यसै गरी तपाईँको चाहिँ दाङतिर जानुहुन्छ नि देशैभरि नै यो खालको यो चाहिँ नमुना कुरा मान्नु पर्यो हैन। त्यो उत्पादन भएका उत्पादन के गर्नुहुन्छ? भएका उत्पादन चाहिँ हामीले यो सबै फेरि हामी आफैले मात्रै गरेका छौँ। यो भन्दा फाल्टो चाहिँ फेरि जनता र हाम्रो बीचमा सहकार्य भएर पनि गरेका छौँ र त्यसलाई चाहिँ हाम्रै आफ्नै बजार अर्थात् सी मार्केटको चाहिँ हामीले अवधारणा अन्तर्गत अहिले काठमाडौँमा सी मार्केट खोलिएको छ र त्यसै गरी अन्य ठाउँमा हाम्रो उत्पादनको चाहिँ जनतासँग सहकार्य भएर उत्पादन वृद्धि हुँदै गर्दा हामी स्थानीय बजारमा पनि हाम्रो चाहिँ बजारहरू अथवा चाहिँ पसल त्यो सी मार्केटहरू चाहिँ खोल्ने हामीले सोचिरहेका छौँ र हामी खोल्छौँ कि जनताले उत्पादन गरेपछि कहाँ लैजाउँ के गरौँ भन्ने अवस्था नहोस्, उहाँहरूलाई उचित चाहिँ मूल्य दिनुपर्छ। श्रम र उत्पादन त अहिले पूर्वमा नयाँ शक्तिको रूपमा स्थापित हर्क साम्पाङले श्रम संस्कृति पार्टी मार्फत पनि अभियानको रूपमा अगाडि बढाइरहेका छन्, चुनावीमा पनि मुख्य मुद्दा बनाइरहेका छन्। अहिले यसैको नामले उसको पार्टीको विस्तारहरू पनि गरिरहेका छन्। के फरक छ त्यसमा र यसमा? अब यसमा चाहिँ उहाँलाई हामी एकदम धन्यवाद दिन चाहन्छौँ। उहाँले पनि एउटा जो प्रयास गर्नुभएको छ, गरिराख्नु भएको छ आफ्नो ठाउँबाट, तर उहाँको र हाम्रो अलिक फरक छ। हाम्रो चाहिँ आम जनतालाई पहिले चाहिँ जनताको गोजीमा 2-4 पैसा हुने गरी को उत्पादनबाट अथवा चाहिँ जनता भोकै नाङ्गै
नरहनु पर्ने पहिलो त्यो वातावरण बनाउनुपर्छ अथवा र चाहिँ नेता कार्यकर्ताहरू पनि अन्त मागेर खाने बनिनु हुँदैन, गरेर खाने बनिनुपर्छ भन्ने कोणबाट हामीले त्यसरी लगेका छौँ। अब उहाँले चाहिँ नि अलिकता श्रम पार्क भनिसकेपछि अब के हुन्छ भन्दाखेरि त्यहाँ पहिलो कुरो चाहिँ गोजीमा पैसा हुनु पर्यो, अनि त्यस पछाडि श्रम पार्कमा चाहिँ हेर्न जाने, रमाउन जाने, होइन, त्यहाँ सिक्न जाने हुन्छ। तर पनि उहाँले जो श्रमलाई चाहिँ आफ्नो आफूलाई केन्द्रित गर्नेतिर लानु भएको छ, त्यसमा हामीलाई खुसी नै लागेको छ। तपाईँहरूको सहकारी समन्वयको प्रयास कतिको छ, हुन्छ हुँदैन, सम्भव छ छैन त्यस्तो? फेरि श्रम संस्कृति पार्टी र तपाईँहरू बिच यो चुनावी तालमेल सहकारी समन्वयको केही प्रयास भयो भने, अभ्यास भयो भने त्यो हुन सक्ने सम्भावना केही छ छैन? अहिले हामीले अब बिचमा हामीले गर्न खोज्दै केही समय हाम्रै गर्न चाहिँ खोज्नु भएको थियो तपाईँहरूको पार्टीले देश राष्ट्रवादीहरूसँग हामीले गर्न खोजेको हो, वामपन्थीहरूसँग। श्रम संस्कृति मात्र नभएर अरू पार्टीसँग पनि कोसिस गर्नुभएको थियो, त्यो भएन, एकता गठबन्धन भएन, सिङ्गल लड्दै हुनुहुन्छ यो देशैभरि, देशैभरि यसो गर्दै गर्नुभएको छ। अब यो चुनावलाई चाहिँ तपाईँहरूले एउटा कुन तहको हतियारको रूपमा लिनुभएको छ, यसलाई प्रयोग कसरी गर्ने सोच के हो तपाईँहरूको खास चाहिँ? यो चुनाव चाहिँ नि यो संसदीय व्यवस्थाले परिभाषित गरेको जस्तो होइन। चुनाव चाहिँ नि आवश्यकतामा चुनावमा पनि जानुपर्छ। यो चुनाव भनेको एउटा चाहिँ नि जनताको एउटा मोर्चा हो, जनताको चाहिँ समस्या हल हुन्छ र गर्न सकिन्छ र जनताका मुद्दा त्यहाँ लान सकिन्छ र लानु पनि पर्छ चुनाव मार्फत। अब यदि त्यहाँबाट पनि लत्याउन थालियो भनेदेखि फेरि जनतातिरै फर्किनुपर्छ, त्यतिखेर भाग नलिन पनि सकिन्छ। यो चाहिँ एउटा मोर्चा हो, सङ्घर्षको एउटा नयाँ रूप हो त्यो। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ धेरै अनौठो मान्नु पर्दैन। तर संसदवादीहरूले पुराना र केही नयाँ भन्नेहरूले चाहिँ जसरी चाहिँ यस संसदवादमा चाहिँ डुबुल्की मार्ने र चाहिँ पौडी खेल्ने जो बनाए, अनि त्यसबाट हामी मुक्त हुनुपर्छ भन्ने एउटा सन्देश दिन पनि हामीले खोजिरहेको छ। संसदीय व्यवस्थाको विरोध गर्दा गर्दै आज संसदीय चुनावमा लडेर अब संसद जनताबाट चुनिएर त्यो गर सदनमा अब संसद भएर त्यहाँ लडाइँ गर्ने, आवाज उठाउने मोडमा अवस्थामा पुग्नुभयो। अब संसदभित्रै हलभित्रै गएर लड्ने, द्वन्द्व गर्ने, प्रतिस्पर्धा गर्ने, त्यहाँ लड्ने त्यो खालको अवस्था सोचमा पुग्नुभयो होइन? हामीले पहिले पनि हामीले भनेका थियौँ उचित वातावरण यदि बन्छ भनेदेखि हामी जतिखेर पनि जनतासँग चाहिँ हामी प्रतिस्पर्धामा अथवा सबै पार्टीसँग चाहिँ हामी प्रतिस्पर्धा गर्न तयार छौँ। हाम्रो चाहिँ राजनीतिक वैचारिक हतियार लिएर त्यो वातावरण बनाइयोस् भन्दै आज चाहिँ विशिष्ट क्षण घडीमा देश चाहिँ अत्यन्त दुःखद घडीमा पुगिसके पछाडि अब जित्ने हार्ने र जित स्वाभाविक निश्चितै छ, र पनि यो घडीमा हामी जनताभन्दा जनताले, आम देश र का जनताले चाहिँ हामीलाई चुनावमा आउनु पर्यो भनिराख्नु भएको थियो, हिजो पनि भनिराख्नु भएको थियो, आज पनि भनिराख्नु भएको छ। र उहाँहरू सबैलाई चाहिँ एउटा सहज बाटो पनि हामीले खोलिदिएका छौँ र हामीलाई आशा छ हामी त्यहाँ पनि हामी जो संसदमा नीति निर्माण गर्ने तहमा पनि हामी विजय हासिल गर्छौँ। तपाईँहरूलाई त अर्धभूमिगत, सशस्त्र, होइन, हतियार चलाउने, बम बारुद पनि पड्काउनेको रूपमा पनि चिन्छन्, त्यसरी पनि भन्छन्, होइन? त्यो रूपमा पनि अब अरू पार्टीले, जनताले तपाईँहरूले त्यो रूपमा पनि बुझ्छन्, त्यो रूपमा पनि डराउलान् अथवा त्यो रूपमा पनि तपाईँहरूलाई व्याख्या विश्लेषण गर्लान्, आलोचना गर्न, यो धेरै कुराहरू छ। यो बेलामा यो विषयमा चाहिँ के भन्नुहुन्छ? यसमा हामीले स्पष्ट रूपमा हामीसँग डराउनु पर्दैन। जो चाहिँ गरिखाने वर्ग अथवा चाहिँ मजदुर, किसान, होइन, उत्पीडनमा परेका सम्पूर्ण चाहिँ जातिहरूले हाम्रो विषय, राजनीतिक विषय उहाँहरूले बुझ्नु भएको छ। यो चाहिँ डराउने र चाहिँ हौवा पिटाउने काम चाहिँ यो चाहिँ पुराना पार्टीहरू र त्यसमा चाहिँ संसदीय व्यवस्था नै निर्विकल्प हो भन्नेहरूको चाहिँ यो अनावश्यक भ्रम हो। हामीले जनताको विषय उठाउँदाखेरि उहाँहरूले बन्दुक देख्नुहुन्छ, हामीले आलु फलाउँदाखेरि चाहिँ उहाँहरूले चाहिँ तपाईँको चाहिँ बम देख्नुहुन्छ, हामीले चाहिँ धान फलाउँदाखेरि बारुद देख्नुहुन्छ। त हामीले के गर्ने? यो त जनताले हेरिराख्नु भएको छ, सबै आमाहरूले हेरिराख्नु भएको छ, सबै बुवाहरूले, सबै त्यो उनीहरूको भ्रम हो, डर हो। तर कुनै बेला चुनावमा तपाईँहरूले बम पड्काउनु भएको थियो, त्यसको नैतिक जिम्मेवारी पनि लिनुभएको थियो,
अब यही चुनावमा अहिले चाहिँ आफू भाग लिँदै हुनुहुन्छ, अहिले चाहिँ अब फेरि अरूले नपड्काइदियोस् भन्नेमा हुनुहुन्छ कि हुनुहुन्न? हामी त्यस्तो छैनौँ कि सबै पार्टीहरू र चाहिँ नेपालको चाहिँ राजनीतिक आन्दोलनलाई हेर्ने हो भनेदेखि चाहिँ खास समयमा काङ्ग्रेसले होस्, एमाले होस् या चाहिँ माओवादी प्रचण्डजीको नेतृत्वमा हामी हुँदै गर्दा पनि त्यो बन्दुकबाटै आएको हो। किन राज्य सत्ता बन्दुकद्वारा नै चाहिँ नियन्त्रण हुन्छ नि। आज 23 र 24 को चाहिँ जनआन्दोलनले देखाएन ती चाहिँ हाम्रा चाहिँ सिधा सादा भाइ बहिनीहरूको के गल्ती थियो? आज ताकि चाहिँ 76 जना तपाईको चाहिँ 4-5 घण्टाको चाहिँ घण्टामा लाने भने 2-4 घण्टाको बिचमा चाहिँ 76 जना चाहिँ हाम्रा भाइ बहिनीहरूको चाहिँ शहादत भएको छ नि त। आखिर चाहिँ त्यो चाहिँ के कारणले भयो त? त्यही नै उहाँहरूले के खोजेको थियो त भन्दाखेरि सुशासन खोज्नु भएको थियो, उहाँहरूले चाहिँ भ्रष्टाचार चाहिँ को चाहिँ अन्त्य खोज्नु भएको थियो र उहाँहरूले चाहिँ सामाजिक सञ्जाललाई चाहिँ प्रयोग गर्न पाऊँ भन्ने नथियो र यो देशमा चाहिँ एउटा नयाँ व्यवस्थाको खोजी गरिराख्नु भएको थियो। त्यसलाई चाहिँ आज केले चाहिँ त्यो माग चाहिँ आम नेपाली जनताको माग होइन र, आम चाहिँ जनताको माग होइन र। आज चाहिँ केले चाहिँ के तपाईँको चाहिँ त्यत्तिकै भुइँमा चाहिँ लड्नु भयो? त्यो त अत्याधुनिक हतियारहरू चाहिँ प्रयोग भएको चाहिँ हामीले छ्याङछुङ देखाएको छौँ त। त्यस कारणले गर्दाखेरि यो यी भन्ने कुरा समय सापेक्ष आवश्यकता अनुसार हुने कुराहरू हुन्। अब यो पार्टी शान्तिपूर्ण विचारको राजनीतिबाट नै अगाडि जान सक्छ है भन्ने निष्कर्षसहित अहिले चुनावमा आउनुभएको हो कि भोलिको दिनमा फेरि हतियार, सशस्त्र, भूमिगत यो पनि हुन सक्छ भन्ने त्यो पनि छ तपाईँहरूमा? सर्वप्रथम त हामीले के बुझ्नु पर्यो भन्दाखेरि विश्वभरि अहिले जसरी युद्धहरू मडारिरहेका छन् यो दलाल पुँजीवाद अथवा पुँजीवादीकै कारणले गर्दाखेरि चाहिँ यो हत्या हिंसा जुन्या लुटपाट चलिरहेको छ र त्यसमा पनि हामी समाजवादी, त्यसमा कम्युनिस्ट भएको नाताले हामी सबैभन्दा शान्तिप्रिय हामी चाहन्छौँ। हाम्रो मात्र के हो त भन्दाखेरि सम्पूर्ण जनतालाई न्याय हुनुपर्छ र सम्पूर्ण जनता चाहिँ समृद्धि हुनुपर्छ। यो देश, यो हाम्रो माटो चाहिँ कसैको अधीनमा हुनु हुँदैन भन्ने हामी कम्युनिस्टहरूमा सबैभन्दा बढी चाहिँ हुने भएकाले आज साम्राज्यवादले चाहिँ हामीलाई आतङ्ककारी चाहिँ यताउति चाहिँ दुनियाँ दिवाना भनेर चाहिँ जो उनीहरूको मुठीभरहरू अथवा केही दलालहरूले चाहिँ रजगज चाहिँ गर्न नपाउने भएपछि उनीहरूले फिजाइएको हौवा हो। ताकि हामी शान्तिवादी हौँ, हामी शान्ति चाहन्छौँ, हामी समृद्धि चाहन्छौँ। ओके, पुराना दलहरूसँग त लड्दै भिड्दै आउनुभएकै छ। अहिले पछिल्लो समय यो चुनावमा केही नयाँ शक्ति, नयाँ दलहरू आएका छन्। बालेनलाई प्रधानमन्त्री पहिलो मुद्दै बनाएर रासपा आइरहेको छ। हर्क साम्पाङ पनि प्रधानमन्त्री बन्छु भनेर उहाँको पार्टीहरू उम्मेदवारी दिनुभएको छ। रासपाले पनि उम्मेदवारी दिएको छ तपाईँको क्षेत्रमा, तपाईँको प्रतिस्पर्धा हुनेवाला छ। श्रम संस्कृति पार्टीको पनि कुरा आइहाल्यो। अन्य अब दलहरू पनि छँदैछन्। अब पुराना दलहरू त अब भनिहाले। यो नयाँ शक्ति, नयाँ दलप्रति तपाईँहरूको धारणा, तपाईँको प्रतिस्पर्धा कस्तो हुनेछ? अब उहाँहरू चाहिँ यसै संसदीय व्यवस्था अन्तर्गत उहाँहरू एकपल्ट टेस्ट भइसक्नुभयो। समय कसले कति लिनुभएको छ भन्ने मात्रै हो। र हिजो विगतको दिनमा उहाँहरूले जुन विषय जनतालाई दिनुभएको थियो, अवस्था जो चाहिँ व्यवस्था होइन अवस्था परिवर्तन भन्ने रविजीको थियो। पछि उहाँ आफैले चाहिँ अब व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर भन्दै पनि हुनुहुन्छ, सुनिरहेका पनि छौँ। अब बालेनजीले पनि अब फोहोरलाई मोहर बनाउने भन्ने थियो। अन्ततः गएर हाम्रै चाहिँ सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूको घर भत्काउनु हो र त्यसलाई सामाजिक सञ्जालबाट चाहिँ टाल्ने कामहरू भएको छ। यो आमले देखिराख्नु भएको छ। र त्यसै गरी अब एउटा चाहिँ अर्को हर्कजीले चाहिँ एउटा नयाँ प्रयास गर्नुभएको छ। उहाँको अहिलेसम्म त्यस्तो केही पनि आएको छैन। र अब अरूको हकमा चाहिँ यो चाहिँ घुमाइ फिराइ चाहिँ अझ भयानक तहमा लाने गरी नै यो चाहिँ उदय भएको यो संसदीय व्यवस्थाको पराकाष्ठा नै हो। यो त्यहाँभन्दा फरक ठाउँबाट छैन। उहाँहरूको चाहिँ विचार राजनीति तपाईँको न माथि समाउने न तल समाउने, कहाँ समाउने कहाँ, उहाँहरूको के हो विचार भन्ने स्पष्ट छैन। त्यस कारणले यस्तो अस्पष्टताले देशलाई चाहिँ तपाईँको भोलि अन्तर्राष्ट्रिय जगतमा चाहिँ कालो सूचीमा छिटै पुर्याउँछ। यो चाहिँ यहाँ भएका चाहिँ सबै चिजहरूलाई चाहिँ जो चाहिँ हाम्रो अस्तिको आन्दोलनमा पनि उहाँहरूले जसरी पन्छिराख्नु भएको छ
तर चाहिँ नि आफू निक्लिराख्नु भएको छ। आफ्ना सबै मुद्दाहरू चाहिँ नि सहकारीका चाहिँ नि मुद्दाहरू आज 50औं देशैभरिका सहकारी ठगीहरू चाहिँ नि आज जोखिने वातावरण बनिरहेछ र त्यतिखेरकै घटनामा चाहिँ नि तपाईँको कयौँ अपराधीहरूलाई चाहिँ छुट्ने काम भइरहेछ। किन उहाँ रविजीहरू चाहिँ एउटा प्रोसेसबाट चाहिँ छुटिहाल्नुहुन्थ्यो। म स्वयं उम्मेदवार र हाम्रो पार्टीकै काँधमा पनि आज 50वटा मुद्दा त पर व्यक्ति छ, तर हामीले कुनै सडकमा कुनै घर दैलामा चाहिँ हामी रुँदै कराउँदै हिँड्यौँ न। हामी तपाईँको हाँसी खुसीका साथ अझ जोस उमङ्गका साथ हामीले चाहिँ हाम्रा जनताका समस्याहरूलाई, हाम्रा युवाका समस्याहरूलाई, हाम्रा चाहिँ यहाँ भएका तपाईँको चाहिँ उद्योगी व्यापारी र उद्यमीहरू र बुद्धिजीवीहरू पत्रकारहरू सबैको चाहिँ समस्यालाई अझ जोड तोडले हामीले उठाउँदै लगिरहेका थियौँ। त्यस कारणले गर्दाखेरि यो सबै कुराहरू जनताले हेरिराख्नु भएको छ कि उहाँहरूको चाहिँ ताल यो कुनै नयाँ होइन, यो चाहिँ खरानी दस्तैमा नयाँ हुँदैन। उहाँहरूको चाहिँ पुँजीवाद नै हो र दलाल पुँजीवादी चरित्र नै हो र यसले अन्ततः कि युक्रेन बनाउँछ कि सिरियाकरण गर्छ। यो दुईटा मध्येमा एउटा अनिवार्य गराउँछ। भनेपछि यो चुनावमा चाहिँ चुनावको परिणाम अथवा यो चुनाव चाहिँ भनेको देशलाई युक्रेन बनाउने, देशलाई ध्वस्त बनाउने पनि जोखिम यो चुनावभित्र छ र देशलाई अब परिवर्तन गरेर देशलाई सही ठाउँमा ल्याउन सक्ने सम्भावना पनि यसैमा छ। एकदम निश्चित हो। त्यो त छ। के भन्न चाहनुहुन्छ अन्तिममा? अब तपाईँको अन्तिम भनाइ के छ? यसमा चाहिँ अब यो गम्भीर मोडमा, अघि विशिष्ट र गम्भीर मोडमा नै यो हाम्रो देश उभिएको छ। यस घडीमा हामीले आम जनता अथवा चाहिँ आम नागरिकले यो पार्टी त्यो पार्टी भन्दा पनि हामीले चाहिँ यो राष्ट्रलाई माया गर्ने व्यक्तिहरू र चाहिँ माया गर्दै आउने व्यक्तिहरू र त्यो पार्टीलाई यहाँहरूले चुन्नुहुनेछ र पठाउनुहुनेछ र आफ्नो भविष्यलाई सुनिश्चित र सुन्दर बनाउनु हुनेछ भन्ने मैले अपेक्षा राखेको छु र त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ र कटिबद्ध छ र हाम्रो पार्टी सुस्पष्ट विचारसहित, सुस्पष्ट धारणासहित यहाँहरूको समक्ष आएको छ र आइरहेको छ। सधैँभरि यहाँहरूले देखिराख्नु भएको छ, बुझि पनि राख्नु भएको छ, सुनि पनि राख्नु भएको छ, देखि पनि राख्नु भएको छ। त्यसमा हामी पूर्ण विश्वस्त छौँ। संवादका लागि समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद छ। हाम्रो विषयवस्तु यहाँको चाहिँ मार्फत आम जनतामा आम देशमा चाहिँ देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू समक्ष पुर्याइदिने जो चाहिँ प्रयास गर्नुभयो, त्यसको लागि म हाम्रो पार्टीको तर्फबाट एकदम हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस असहज घडीमा देशको लागि सोच्ने पत्रकार व्यक्तित्वहरू पनि हुनुहुँदो रहेछ, हुनुहुन्छ भन्ने यो एउटा चाहिँ पुष्टि पनि हो र प्रमाण पनि हो। हस्त धन्यवाद।